शुभ बिहानी सबैमा। आज चाहिँ मङ्गलबार, गणेश भगवानको विशेष दिनसँगै आज मङ्गल चतुर्थी। आज विशेष गरी गणेश भगवानको पूजा आराधना गरिन्छ। साथै आज नयाँ व्रत लिन चाहनेहरूले पनि मङ्गल चौथीबाट सुरु गर्दा एकदमै शुभ मानिन्छ। आजको दिन गणेश भगवानलाई पूजा गर्दाखेरि गणेश भगवानलाई मनपर्ने लड्डु 21वटा, दुबो 21वटा चढाएर हामीले आफ्नो मनको मनोकामनाहरू पुरा हुने आस्था राख्दै पूजा गर्न सकिन्छ। अनि यसरी गणेश भगवानप्रतिको आराधनाले परिवारमा सुख शान्तसँगै सन्तान सुख प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। र मैले पनि आफ्नो पूजा यसरी गरेँ। बिहानै उठेर 21वटा लड्डु बनाएँ तिलको। त्यसपछि यसरी गणेश भगवानलाई विशेष गरी आज पूजा गरेर आफूले जानेको विधिअनुसार सम्पन्न गरेँ। यसरी भगवानप्रति आस्था राखेर पूजाआजा गर्दा चाहिँ मनलाई एकदमै शान्ति मिल्ने भएकोले मलाई चाहिँ एकदमै राम्रो लाग्छ र विश्वास पनि लाग्छ। जे छ राम्रो छ, भोलि बिहान अझै राम्रो हुनेछ भन्ने आशले दिन प्रतिदिन भगवानप्रति धन्यवाद प्रकट गर्दै नयाँ कुराको आशा अपेक्षा राख्दै यसरी पूजा गरिन्छ। र मैले पनि आफ्नो पूजा यसरी गरेँ। तपाईँहरूले पनि गर्नुभयो कि नै, कसरी गर्नुभयो, मैले जानेको कुरा चाहिँ हजुरहरूमा सेयर गरेँ। मैले पनि आजदेखि मङ्गलबारको व्रत लिने भएकोले मैले यसरी आज मेरो पूजा विधि सेयर गरेँ। त्यसपछि पहिलो मङ्गल चौथीमा चाहिँ मैले पूजा गर्न नमिल्ने भएको हुनाले म व्रत पनि बसिनँ। अहिलेको चोटिबाट मैले सुरु गरेँ। त्यसपछि यसरी आरती लिएर मैले आजको पूजा सम्पन्न गरेँ।